हेलो एन्ड वेलकम टु एभ्रिवान, इट्स मी दिनेश बुढाथोकी। आज म नेपाली क्रिकेटको इतिहास बारे केही चर्चा गर्न गइरहेको छु। आशा छ तपाईले यो भिडियो लाइक गर्नुहुनेछ र यो भिडियो हेरेर साथ दिनुहुनेछ। पुरुष समूहतर्फको क्रिकेटको इतिहासमा हेर्दाखेरि सन् 1920 मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरका छोरा मदन शमशेरले क्रिकेटको सुरुवात गरेको पाइन्छ। सो समयमा क्रिकेट बौद्धिकताको खेल मानिन्थ्यो र केही राणाघाटका परिवारका सदस्यहरूमा सीमित र राणाघाटका परिवारसँग जोडिएका उच्च वर्गका व्यक्तिहरूमा सीमितता थियो। सन् 1946 मा क्रिकेटलाई प्रबन्धन गर्ने हिसाबले क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको स्थापना हुन्छ। त्यस्तै भनौँ अझ नेपालमा प्रजातन्त्रको स्थापनापछि क्रिकेट खेल सर्वसाधारणको लागि पनि खुला हुँदछ। क्रिकेटलाई देशव्यापी प्रबन्धन गर्नको लागि क्रिकेट एसोसिएसन अफ नेपाल नेपाल खेलकुद परिषदमा नेपाल खेलकुद परिषदको पनि सदस्य हुँदछ। अझ भनौँ सन् 1990 को सुरुवाती चरणमा क्षेत्रीय स्तरीय तथा जिल्ला स्तरीय क्रिकेट खेलको सुरुवात भएको पाइन्छ र विकास भएको पाइन्छ। त्यस्तै क्रिकेट खेल स्कुलहरूमा पनि सोही समयमा विकास भएको पाउँदछौँ। सन् 1990 ताका नेपाली क्रिकेट टिम चाहिँ एसीसी को एसोसिएट मेम्बर र सन् 1994 मा आईसीसी को फुल मेम्बर हुन पुग्दछ। मलेसियाको कोलालम्पुरमा भएको एसीसी ट्रफीको खेलमा सन् 1996 मा नेपालले सहभागी गर्छ र सोही समयमा नेपालले आईसीसी को एसोसिएट क्रिकेटको रूपमा स्थान प्राप्त गर्दछ। त्यस्तै सन् 1999 मा एसीसी ट्रफीका लागि खेल भएकोमा नेपालले बङ्गलादेशलाई हराएर ऐतिहासिक जित कायम गरेको थियो। नेपालले सन् 2002 ताका एसिया कपको लागि आफ्नो स्थान सुरक्षित गरे तापनि इन्डिया र पाकिस्तानको आपसी टकराव तथा लडाईका कारण सो खेल हुन सकेको थिएन। अझ भनौँ सन् 2014 ताका क्याप्टेन पारस खड्काको नेतृत्वमा नेपालले सन् 2014 को वर्ल्ड कप T20 वर्ल्ड कप खेलेको थियो, जहाँ नेपालले हङकङ तथा अफगानिस्तानलाई समेत पराजित गरेको थियो। त्यस्तै नेपालले ओडिआई स्टाटस भने सन् 2018 मा प्राप्त गर्यो र सन् 2023 मा वर्ल्ड कप क्वालिफायर लिग 2 मा आफ्नो रनहरू केही गोल्डन रनहरू सेक्युर गरी नेपालले आफ्नो स्थान कायम गरेको थियो। अब कुरा गरौँ आईसीसी वर्ल्ड कप लिग 2 को बारेमा। यो लिग एसोसिएट देशहरूले खेल्ने गर्दछन्। यो खेल खेल्नुको उद्देश्य वर्ल्ड कप क्वालिफायरमा पुग्नु मुख्य उद्देश्य हो। सीडब्ल्यूसी लिग 2 को हालसम्म 88 वटा खेल भएका छन् भने उक्त खेलबाट उच्च अङ्क प्राप्त गरी युएसएले हालसम्मको लागि पोइन्ट टेबलको पहिलो नम्बरमा रहेको छ। नेपाल भने 7औं स्थानमा कायम गरेको छ। नेपालले 2027 मा हुने वर्ल्ड कपका लागि वर्ल्ड कप क्वालिफायर म्याच जुन लिग 2 खेलिरहँदा हालसम्म 17 वटा खेल खेलिसकेको छ, जसमध्ये 11 मा हार र 5 मा जित कायम गरेको छ। यदि नेपालले जुन यो सीडब्ल्यूसी लिग 2 को टप 4 मा पुग्न नसके पनि फेरि प्लेअफमा अर्को मौका हुनेछ। प्लेअफ भनेको च्यालेन्ज लिग खेलेर आएका टोलीहरूसँग फेरि प्रतिस्पर्धा गर्नुपर्नेछ। यति भनेपछि नेपालको जुन सीडब्ल्यूसी लिग 2 अथवा ओडिआई खेल भइरहँदा के कमजोरी भएको छ हैन, मेरो दृष्टिकोणमा चाहिँ मैले देखेका कमजोरीहरू पनि यसो हजुरहरूमाझ राखौँ। नेपालको ब्याटिङ लाइनअपमा ठुलो समस्या देखेको छु है। नेपाल वर्सेस युएसए को गेममा लक्ष्य पसाउने क्रममा 39.4 ओभरमा 156 रन मात्रै बनाउन सक्यो, जहाँ कि T20 अथवा 20 ओभरको गेममा पनि यो रन राम्रो अथवा यो स्कोर राम्रो मानिँदैन। नियमित रूपमा विकेट गुमाउनु नेपालको एकदमै समस्या रहेको छ र कठिन परिस्थिति अथवा दबाव ठेक्न नसक्नु पनि अर्को समस्याहरूको रूपमा देख्दछु। त्यस्तै बलिङको कुरा गर्ने हो भने अमेरिकाले तपाईलाई 263 को रन टार्गेट दिएको थियो, जुन नेपालका लागि एकदमै ठुलो थियो हैन। स्पिनर अथवा यो स्पिनर युएसएका स्पिनर हरमित सिंहको कुरा गर्ने हो भने त नेपालका लागि उनी अभिशापै भने। उनी सिंगलले नेपालको 6 विकेट लिएका थिए र हाम्रो प्राय भनौँ डेथ ओभरमा पनि रणनीतिहरू देख्दैन। डेथ ओभरमा जुन बलर्सहरूको बल फाल्ने भेरिएसनहरू भनौँ न, अथवा स्लो डेलिभरी, योर्कर हैन, यी कुराहरूको निकै कमी देखिन्छ। त्यस्तै हाम्रा यी कुशल भुटेलको कुरा गर्ने हो भने हिज ओपनर हैन, ओपनरले एउटा खेललाई निश्चित लयमा लानु पर्दछ, न कि सुरुवाती चरणमै आउट हुनु हुँदैन। सुरुवाती चरणमा उनी टिक्न सक्नु पर्दछ हैन, विकेट गुमाउनु हुँदैन र रन लिनु पर्दछ। त्यस्तै हाम्रा क्याप्टेन रोहित पौडेल, उनी क्याप्टेन भएको हिसाबले हैन, उसले मानसिक तथा शारीरिक रूपमा एकदम अब्बल हुनुपर्छ र खेलाडीको मनोबल उच्च राख्नुपर्दछ। परिस्थिति फरक गर्दै गयो नेपालको पक्षमा भएन भने उसले रणनीतिहरू चेन्ज गर्नुपर्दछ हैन, बलरहरूसँग कन्टिन्युअस कोअर्डिनेसन गर्ने र फिल्डिङ पोजिसनहरू पनि चेन्ज गर्नुपर्दछ। सुरुवाती चरणहरूमा
हैन। लाइन र लेन्थको एकुरेसी नेपालको राम्रै भए पनि तपाईको युएसए खेलाडीहरूले यसले सजिलै डिफेन्स गरेर रन बनाएका थिए हैन। त्यस्तै अब मिड ओभरको कुरा गर्दाखेरि चाहिँ युएसएको ब्याट्सम्यानहरूले भनौँ न डिफेन्स खेलेका प्लस उनीहरूले बेबिचमा सिङ्गल रनहरू चोरिरहेका थिए क्या हैन। यी कुराहरू थियो। अन्तिम डेथ ओभरमा भनेको भनौँ न युएसएले यस्तो राम्रो फिनिसिङ गरिदियो कि तपाईँको लास्ट 200 तपाईँको लगभग भनौँ न 60 रन पार गरिदियो क्या डेथ ओभरमा। तपाईँको अब गुगलीहरू योर्कर हैन, तपाईँको स्लोअर बलहरूमा पनि अलिकति कमी छ नेपालको हैन। यद्यपि मैले यो भनिरहँदाखेरि म क्रिकेटर त होइन, तैपनि आफूले देखेको कुराहरू यसो सेयर मात्रै गरेको हो। त्यस्तै अब यो लास्ट खेलमा नेपाल भर्सेस युएईको कुरा गरौँ न। हेर्नु न, नेपालले मलाई लाग्छ 237 को टार्गेट दिएको थियो। त्यो टार्गेट युएसएले इजिली हैन लाग्छ 40-41 ओभरमा उसले टार्गेट चेज गरिदियो क्या। हाम्रा जुन सेट ब्याट्सम्यानहरू भनेका छन् नि, उनीहरू चाहिँ अलिकति सुरुवात राम्रो गरे तापनि पछि सुरुवातलाई चाहिँ बिग स्कोरमा बदल्न नसक्नु हैन, अनावश्यक रूपमा के एकदम आक्रामक खेल्नु र विकेट गुमाउनु, यो पनि अर्को एउटा कमजोरीको रूपमा मैले देख्दछु। यद्यपि जे जस्तो होस् हैन, नेपालले अझै यो भनौँ न CWC लिग 2 को टप 4 मा आफ्नो स्थान कायम गर्न सकोस् र स्थान कायम गर्न नसके तापनि अर्को मौका प्लेअफ खेल्न पाउनेछ। जुन च्यालेन्ज लिगबाट 4 टोली आउँछन्, सो टिमसँग फेरि नेपालले प्लेअफ खेल्न पायो भने सो टिमसँग प्रतिस्पर्धा गर्न पाउँछ र सो प्लेअफबाट पनि उसले फेरि आफ्नो स्थान टप 4 मा पर्नुपर्दछ हैन। टप 4 मा परेपछि सो टप 4 टिम र पहिले CWC लिग 2 को टप 4 टिम प्लस ICCI ODI र्याङ्कको भनौँ न जुन र्याङ्किङको बोटम 2 हैन फुल मेम्बर नेसनहरू बीच 10वटा टिम हुन्छ र त्यो 10वटा टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ र सो खेलमा चाहिँ सो खेलबाट चाहिँ करिब 4वटा टिम चाहिँ जुन ICC ODI वर्ल्ड कप 2027 मा आफ्नो स्थान कायम गर्न सक्दछन्। वेल, मैले जानेको कुराहरू यति नै हो र मैले सेयर गरेँ हैन। भिडियोमा केही त्रुटि पूर्ण छ भने कमेन्ट पाऊँ। हस्त, धन्यवाद।